नेपाली लायनवादको इतिहासमा विशिष्ट पहिचान बनाउँदै आफ्नो उत्कृष्ट अभिभावकीय भूमिकामा रहेर हरेक नेपाली लायन्सको मन र मुटुमा बस्न सफल एक व्यक्तित्व हुनुहुन्छ एलसीआईएफ एरिया लिडर लायन राजन लम्साल। विक्रम सम्वत 2026 सालमा पिता पदमराज लम्साल र माता पुष्पा लम्सालको कोखबाट स्याङ्जाको ज्याग्दी खोलामा जन्म भई हाल काठमाडौँ सामाखुसीमा बसोबास गर्दै आउनु भएको छ। आफ्ना आमा बुबा, हजुरबुवा र हजुरआमालाई आदर्श व्यक्तिका रूपमा भक्ति र श्रद्धाभाव राख्ने लम्साललाई सकारात्मक सोच तथा आशावादी जीवन दृष्टिका धनी एक उत्प्रेरक, मृदुभाषी र सहयोगी व्यक्तित्वका रूपमा लिन सकिन्छ। व्यक्तिको व्यक्तित्व कर्मले निर्धारण गर्छ, त्यसैले निस्वार्थ कर्म गर्नुपर्छ भन्ने दृष्टिकोण राजन लम्सालमा भएकै कारण आज नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा नै आशा लाग्दो एवं भरपर्दो लिडरका रूपमा उदाउनु भएको छ। सधैँ आफ्नो देशप्रति गौरव गर्ने र लायनवादलाई जीवनको अभिन्न अङ्गको रूपमा सिरोपर गर्नुभएका लम्साल सादा जीवन र उच्च विचारका आदर्श अनुयायी हुनुहुन्छ। राजन लम्सालले नेपालको प्रतिनिधित्व गर्दै नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा मजबुत बनाउने लक्ष्यका साथ मल्टिपल डिस्ट्रिक्ट 325 को आगामी 2082 ज्येष्ठ 24 गते काठमाडौँमा हुने मल्टिपल कन्भेन्सनका लागि अन्तर्राष्ट्रिय डाइरेक्टर इन्डोर्सीको उम्मेदवारी दर्ता गराउनु भएको छ। लायन राजन लम्साल गाउँबाट उच्च शिक्षा पढ्न काठमाडौँ आई स्नातक तहको अध्ययन पश्चात आर्थिक उपार्जन गरी आत्मनिर्भर बन्ने उद्देश्यले ट्राभल एजेन्सी, होटल व्यवसाय र म्यान पावर कम्पनी सञ्चालन गरी व्यावसायिक यात्रा अगाडि बढाउनु भयो। कलेज, कन्सल्टेन्सी, विभिन्न बैंक तथा जलविद्युत कम्पनीहरूको प्रमोटर, यातायातका साधनहरूको आयातकर्ता साथै अन्य थुप्रै निजी क्षेत्रका कम्पनीहरूमा सहभागी हुँदै हाल शेयर ब्रोकर व्यवसायमा संलग्न हुनुहुन्छ। नेपालको राजनीतिक परिवेशलाई नजिकबाट निहाल्नु भएका लम्साल नेपालका विभिन्न राजनीतिक परिवर्तनसँग पनि उत्तिकै परिचित एवं जानकार हुनुहुन्छ। राजनीति तथा व्यवसायमा प्रचुर सम्भावना हुँदाहुँदै पनि समाजसेवाप्रति उहाँको लगावका कारण सामाजिक सङ्घ संस्थासँग नजिक हुन र समाजमा कम अवसर प्राप्त व्यक्तिहरूको सेवामा लाग्न प्राप्त प्रेरणाले उहाँ लायन्सकै माध्यमबाट आफूलाई एक अब्बल नेताका रूपमा परिचित गराउन सफल हुनुभएको छ। आफ्नो सम्पूर्ण समय लायनवादको यात्रामा खर्चनु भएको छ। लायन राजन लम्सालले सन् 2010-11 आफू डिस्ट्रिक्ट गभर्नर हुँदा 65 वटा नयाँ क्लब स्थापना गरेर त्यसबेला विश्व लायनवादको इतिहासमा नै नयाँ रेकर्ड बनाउनु भएको थियो। लम्सालको सिङ्गो परिवार नै लायनवादको यात्रामा संलग्न छ। उहाँका बुबा पदमराज लम्साल नवलपरासी नवलपुरको पूर्व अध्यक्ष हुनुहुन्छ भने उहाँकी धर्मपत्नी लायन इन्दु लम्सालले सन् 2019-20 डिस्ट्रिक्ट 325 B1 को डिस्ट्रिक्ट गभर्नर भएका बेला लायन अन्तर्राष्ट्रियले प्रदान गर्ने सर्वोच्च अवार्ड एम्बेसडर अफ गुडविल अवार्डबाट सम्मानित हुने अवसर पाउनु भएको थियो। नेपाली लायनवादको इतिहासमा श्रीमान र श्रीमती दुवैजना डिस्ट्रिक्ट गभर्नर बन्ने पहिलो जोडीका रूपमा पनि इतिहास लम्साल दम्पतिले निर्माण गरेको छ। यति धेरै क्षेत्रहरूमा काम गरेर पनि लायन राजन लम्साल सामाजिक विकासमा दिन रात लागिरहनु भएको छ। आफू जन्मेको गाउँ स्याङ्जाको ज्याग्दी खोलाको सेरोफेरोको विकास गर्ने उद्देश्यले सामाजिक विकासका लागि सहयोगी हातहरू भन्ने संस्थाको स्थापना गरी संस्थापक अध्यक्षका रूपमा कार्यरत हुनुहुन्छ। स्याङ्जाको चिन्नेबासमा हेल्पिङ ह्यान्ड्स कम्युनिटी अस्पतालको स्थापना गरी गाउँपालिकालाई हस्तान्तरण गर्ने, बालबालिका र ज्येष्ठ नागरिकहरूको दुःखमा सहयोगी बन्ने जस्ता थुप्रै कामहरू गर्नुभएको छ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको स्थापनाकालदेखि नै उहाँ सल्लाहकार हुनुहुन्छ। लम्साल सन् 1997 लायन्स क्लब अफ सङ्खुवा सभा खातबारीको सदस्यका रूपमा प्रवेश गरी पछि आफै सन् 2001 संस्थापक अध्यक्ष बनेर लायनवादको यात्रा जारी राख्नु भएको हो। सन् 2010-11 लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट 325 B को डिस्ट्रिक्ट गभर्नर, सन् 2011-12 मल्टिपल डिस्ट्रिक्ट 325 को मल्टिपल काउन्सिल चेयरपर्सन र सन् 2012-14 मल्टिपल डिस्ट्रिक्ट 325 को साइट फर्स्ट MD चेयरपर्सन हुनुभयो। सन् 2014-17, सन् 2017-19 मल्टिपल डिस्ट्रिक्ट 325 को GLT कोअर्डिनेटर, सन् 2017-19 स्पेसियालिटी क्लब कन्ट्री कोअर्डिनेटर र सन् 2019-22 मल्टिपल डिस्ट्रिक्ट 325 को GMT कोअर्डिनेटर हुँदै लायन वर्ष 22-23, 23-24 र 2024-25 LCIF एरिया लिडरको रूपमा आफ्नो सफल यात्रालाई निरन्तरता दिँदै अन्तर्राष्ट्रिय डाइरेक्टर इन्डोर्सीको उम्मेदवारी
दर्ता गराउनु भएको छ। सन् 2006मा ट्युनिसियामा सम्पन्न भएको सिनियर लायन लिडरसिप इन्स्टिट्युट SLLI-मा सहभागिता जनाउनु भएपछि आफूमा निखरता ल्याएको बताउने लम्साल आफूलाई लायन्स क्लबमा प्रवेश गराउने सङ्खुवा सभा खाँदबारीका रामबहादुर श्रेष्ठलाई कहिल्यै बिर्सन सक्नुहुन्न। उहाँकै प्रेरणाले पनि लायन लम्साललाई डिस्ट्रिक्ट गभर्नर बन्नका लागि उत्प्रेरणा प्रदान गरेको थियो। रामबहादुर श्रेष्ठकै संस्थापक अध्यक्षतामा स्थापित लायन्स मनोराम प्रतिष्ठानमा राजन लम्साल संस्थापक महासचिव हुँदै अहिले उपाध्यक्ष पदमा कार्यरत हुनुहुन्छ। विभिन्न समयमा LCIF-बाट नेपालका विभिन्न परियोजनाहरू स्वीकृत गराउन उहाँको प्रत्यक्ष संलग्नता रहेको छ। अहिले पनि धेरैभन्दा धेरै परियोजनाहरू ल्याउन उहाँ लागि परिरहनु भएको छ। डिस्ट्रिक्ट गभर्नर भए पश्चात मल्टिपल डिस्ट्रिक्ट तथा लायन्स क्लब अन्तर्राष्ट्रियले प्रदान गरेको विभिन्न भूमिका कुशलतापूर्वक वहन गरिसक्नुभएका लम्सालले थुप्रै RLLI कोअर्डिनेटर साथै लायन अन्तर्राष्ट्रियले नेपालमा गर्ने FDI र LCIP को लोकल कोअर्डिनेटरको भूमिका समेत निर्वाह गरिसक्नु भएको छ। उहाँ आफै पनि FDI ग्रेजुएट हुनुहुन्छ। राजन लम्सालले नेपालका विभिन्न जिल्लाको भ्रमण गर्नुभएको छ। नेपाल बाहेक 22 भन्दा बढी देशहरूको भ्रमण गरिसक्नु भएको छ। नेपाली लायनवादको आकाशमा एउटा चम्किलो ताराका रूपमा रहनुभएका राजन लम्साल हजारौं नेपाली लायन्स सदस्यहरूका उत्प्रेरक व्यक्तित्व तथा लायन्स अन्तर्राष्ट्रियलाई नेतृत्व गर्न सक्ने विशिष्ट क्षमता भएका कुशल नेतृत्वकर्ता भएकै कारण अहिले अन्तर्राष्ट्रिय डाइरेक्टरका रूपमा उम्मेदवारी दर्ता गराउनु भएको छ। समस्त लायन महानुभावहरूलाई साथ, सहयोग र अमूल्य अभिमतका लागि हार्दिक अपिल गर्दछु।